विद्यार्थीहरूको छ त्यसको ब्याक साइडमा लागेको छ। ठ्याक्कै ओके, ठ्याक्कै। अब यहाँ हेर्नुहोस्, अहिलेसम्म त यो देशका जिम्मेवार डक्टरले आएर बोल्नुपर्ने हो नि, बुलेट हिट फ्रम द ब्याक साइड, फ्रम द साइड। म अलिअलि आर्मीको कुरोहरू जान्दछु, विश्वयुद्धका कुराहरू मैले पढेको छु। मेरो एउटा मान्यता के छ भन्दाखेरि जापानिजहरूलाई चिनियाहरूले पनि स्नाइपरबाट हरायो, रसियनहरूले जर्मनलाई पनि स्नाइपरबाट हरायो, किनभने उनीहरूसँग पावरफुल हतियारहरू कम थियो। त्यसकारण उनीहरूको स्नाइपरहरू अहिले पनि रसियनहरू र जापानिजहरू र अमेरिकनहरूले असाध्यै ज्यादा प्रयोग गर्छ। कोरियाको युद्धमा पनि अमेरिकनको मेजर फायर चाहिँ स्नाइपरहरूबाट हुन्थ्यो। स्नाइपर प्रयोग गर्नेहरूले हेडमा मात्रै ताक्छ, उसले अन्त ताक्दैन, मर्नै पर्छ, त्यो गोलीबाट बच्नु हुँदैन भन्ने उसको हो। तर जेनरल वेयरफेयरदेखि लिएर सेक्युरिटीमा प्रयोग गर्ने आर्मीहरूले के गर्छ भन्दाखेरि त्यो तपाईँ हामीले सिम्पली हेर्दा पनि उनीहरूको ट्रेनिङमा यस्तो गोलो हालेको हुन्छ, त्यो रातोमा हिट गर्नुपर्छ। त्यो भनेको उनीहरूको रातो हिट भने कहाँ हो भने यहाँ हो। मिस भएर मासतिर गए टाउको हिट गर्छ, मिस भएर तलतिर गए त त्यो नाभि भन्छौँ नि हामी, त्यहाँ हिट गर्ने हो भनेपछि आर्मीलाई टाउकोमा हान्ने कहीँ पनि कहिले पनि अझ निषेधित अनुशासनको कारबाही हुन्छ। यो खालको त्यस्तो ट्रेनिङ हुन्छ। अब मैले देखेको एउटा ट्रेन के हो र हिजो अस्ति घाइतेहरूसँग कुराकानी गर्दाखेरि गोली कहाँ लागेको छ भन्दाखेरि जुलुस छ, मान्छेहरू स्क्याटर भइरहेछ, बिचमा भएकोलाई लागेको छ। यदि पुलिसले हानेको कारणले हो भने त तपाईँको अगाडिको मान्छे पो पहिला मर्छ त, बिचमा गोली कहाँबाट आउँछ भन्दाखेरि द बुलेट इज फ्लाइङ फ्रम समवेयर। यो छ, यो 5-7 जनाको यस्तो केस छ, हाई राइज बिल्डिङबाट होइन आएको छ। अब भनौँ न एउटा कुरो के अरे सुशान्तजीले वाच गर्नुभयो कि भएन, डिभाइडरको पछाडि त्यो छुचुन्द्राको बच्चा जस्तो विद्यार्थीहरू अड्केको छ। उठ्यो भने गोली लाग्छ, उठिसक्दा गोली लाग्छ, अनि त्यसपछि तिनीहरू कता भाग्न सक्दैन, यसो उठ्न खोज्छन् गोली आइहाल्छ। त्यसपछि त्यहाँ के भन्छन् भन्दाखेरि कहाँबाट आएछ यो गोली भन्दाखेरि एकजना गुर्र कुदेर जान्छ, त्यो फोत्रुकै खस्छ हेर्नुहोस्। अर्कोले भन्छ त्यो पर दुलोबाट आइरहेछ गोली, दुलोबाट, पुलिस त छैन नि त दुलोभित्र, त्यो कहाँ चेपबाट गोली हानिरहेछ हेर्नुहोस् त। त्यो चेपबाट गोली हान्ने भनेको के हो भने मासतिर उसले आँखाले देख्ने भ्यू छ, तर चेपबाट उसको त्यो जुन त्यो नाल भन्छौँ नि हामी, बन्दुकको बाहिरपट्टि निक्लिएको छ, माथिबाट हानिरहेछ। यो कुरो डक्टरहरूले अलरेडी भनिसक्नु पर्थ्यो। ट्रिटमेन्टमा आएको 80% के अरे घाइतेहरूलाई ब्याक साइडबाट बुलेट लागेको छ, यतिलाई अगाडिबाट। जहाँसम्म अगाडिबाट बुलेट लागेको छ देयर इज नो एक्सक्युज, त्यो पुलिसकै बुलेट हो।